Guys, welcome to back my YouTube channel Rina Deimari. सबैलाई नमस्कार, सबैलाई खुलुम्बाई जीवन। हामी चाहिँ फाइनली दिदीका घरमा आइपुग्यो। तर हामीलाई दिदीका घरमा ड्राइङ रुममा हामीलाई रेस्ट गर्दैछौँ है जीवन है भन्नुस् न। हजुर त्यस्तैहरु हामीलाई अहिले चाहिँ म दिदीहरुका घरमा ड्राइङ रुममा बसाइ रेस्ट गर्दैछु। म अहिले तपाईहरुलाई बागानहरु देखाउँछु, तपाईहरु हेर्न सक्छ। त्यस्तै रहेछ, धेरै रमाइलो धेरै राम्रो लाग्यो। हामी चाहिँ दिदीमा घरका आएर चाहिँ सच्ची कुरा चाहिँ मलाई एकदम रोयो पनि लाग्यो, बाटो हिँडेर चाहिँ एकदम राम्रो पनि लाग्यो, खुसी पनि लाग्यो त्यस्तैहरु। अन्त अहिले चाहिँ म बाहिरका भ्यूजहरु म तपाईहरुलाई देखाउँछु। अहिले म जान्दैछु बाहिरमा, लेट्स गो। तपाईहरुलाई देखाउँछु म दिदीहरुको बागानहरु कस्तै राम्रो राम्रो छ। नमस्कार सबैलाई नमस्कार। नमस्कार हजुर, हामी चाहिँ यो आबिको आमा के भन्छ नेपालीमा, के भन्छ आमा बोजू भन्छ है। यो चाहिँ हाम्रो आबिको बोजू। हामी चाहिँ धेरै राम्रो लाग्यो आज आबिका घर आएर है आमा। सबैलाई नमस्कार भन्दिनु। नमस्कार यो चाहिँ नमस्कार भन्दियो हाम्रो आबिको आमा चाहिँ। अन्त अहिले चाहिँ म बारीहरु बागानहरु देखाउँछु तपाईहरुलाई है आमा। सबै बागान रोप्दैछु, तपाई हेर्न सक्छ। सबैले हाम्रो आमाको देखेको छैन, मेरो रिना देमारी युट्युब च्यानलमा देख्नु होला है। तपाईहरु आमाको भाइ बहनहरु सबै छ नि त, देख्न पाउँछ है आमा। धेरैले आउनु सक्दैन है, बाटोको लागि कामको लागि, त्यही लागि आमालाई हेर्न पाउँछ तपाईहरु। मेरो भिडियोमै युट्युबमै हेर्न सक्छ तपाईहरु हुन्छ। सबैलाई मेरो आमा हेर्नुहोस् तपाईहरु। सबैलाई आमा हाम्रो राम्रो लाग्दाखेरि शेयर लाइक सब्स्क्राइब गरिदिनुहोस् होला है। हजुर, यो चाहिँ हाम्रो दिदीको बागान किसान हेर्न सक्छ तपाईहरु। कस्तो लाग्यो होला, कस्तो मिठो मिठो सब्जीहरु खान पाउँछ हामीलाई। अहिले चाहिँ यस्तो खुसी लाग्यो नि, दिदीको यो बागानहरु सब्जीहरु कस्तो राम्रो राम्रो छ तपाईहरु हेर्न सक्छ। अब तपाईहरुले चाहिँदाखेरि आएर चाहिँ किन्न सक्छ हाम्रो दिदीका घरमा। यो चाहिँ हाम्रो स्पेशल चाहिँ हाम्रो आबिकका घर हो। यो पुरा आबिकको बागान, पुरा सब्जी बागान। दिदी चाहिँ सब्जीहरु रोप्दैछ उता। म पनि आज धेरै खुसी भयो। तपाईहरु सब्जीहरु कस्तो लाग्यो होला मेसेजमा कमेन्टमा भनिदिनुहोस् होला मलाई। अन्त नबिर्सिन्देखि मेरो च्यानलको सब्स्क्राइब शेयर गरिदिनुहोस् होला तपाईहरु। म सबैलाई बिन्ती गर्दैछु। तर मेरो नेपाली कुरा पनि ज्यादा हुँदैन, तर पनि धेरै कुरामा गल्ती छ, तपाईहरु माफ गरिदिनुहोस् होला है। आउनु बेलामा राम्रो हुनुको लागि अन्त तपाईहरु पनि मद्दत गरिदिनुहोस् होला। यस्तै छ नेपाल। वाउ, यत्रो राम्रो पहाड माउन्टेन। म फर्स्ट टाइम आउँदैछु दिदीका घरमा, यस्तो खुसी लाग्दैछ। लोगोफोर बेबायदि आरो नेपाल जोंहा जीवननि बेराद दिदिनि न' इयो जोबोद मोजां इन्टारेस्टिं। वाव, क्लाइमेट सो कोल्ड, सो गोजाङो माने गुसु, ओरैबायदि थान्दा। दा आङो नोंथांमोननो दसे भिउसफोरखौ ब्लग लाबोनाय जाबाय नोंथांमोनखौ नायनो देखायनो थाखाय। बेबायदि आरो एकदम आं लामा गोजानबाबो दिनै नोंथांमोननो देखायनो थाखाय थाबायनानै फैथारबाय आङो। बेबायदि आरो ना, गारिजों फैबाबो थाबनो मोनफैयो, थेवब्लाबो आङो बेबायदि क्लाइमेट, बेबायदि माउन्टेन हाजोखौ देखायनो थाखाय आङो बे थाबायना फैबाय आरो ना। नोंथांमोना नायलांबाय थादो माबायदि नुदों ना मा बुङो नोंथांमोना। देख्दिन त्यस्तै देख्दिन नि, पछि रुमका भित्र पनि गर्छु नि म बादमा। वैसे सुमैना, आप लोग कैसे लगा होगा नेपाल? हम लोग का आरोही लोग का नेपाल कैसा लगा होगा? मेरा भाई लोग, आप लोग बोलो कैसा लगा, बोल देना। ऐसा है, बहुत खूबसूरत प्लेस नेपाल। आप लोग देख सकता है, आप लोग को स्पेशल दिखाने के लिए आज हम ब्लॉग वीडियो लाया है। आप लोग देख सकता है, ऐसा है। हम भी बहुत दिन का बाद आ रहा है।
बहुत खुशी लगा, बहुत अच्छा मौसम प्लेस है। मलाई चाहिँ यस्तो राम्रो लाग्यो नि, म चाहिँ आफै ट्रेडिसनल का यो आरोनाई फाली ले रहा है। आप लोग तो मालूम ही है बरो कल्चर का ये आरोनाई फाली बेखौ लादों आरो ना आङो एकदम थान्दा नालाय गुसु नालाय बेनिखायनो बेयाव मेरायनानै आराम गुदुं जानायखौ लादों आरो ना। नायलांबाय थादो नोंथांमोना। दिनै आंना बे मिनी ब्लगा आंना एसेनोसै आरो हानायमानि म तपाईहरुलाई देखाउँछु। धेरै बाटोमा हामीलाई धेरै जग्गामा घुम्छु, बातमा चाहिँ आज होइन भोलि चाहिँ घुम्छु उता उता, अन्त तपाईहरुलाई म देखाइदै जान्छु। आज चाहिँ मेरो यति नै हो मिनी ब्लग। बाइ बाइ सबैलाई।